सबैजनामा मेरो युट्युब च्यानलको संसारमा हजुरहरूलाई स्वागत छ। आजको दिन चाहिँ हामीले अब इकोनोमिक्स रिलेटेड वाट इज इकोनोमिक्स एन्ड वाइ इट म्याटर्स भन्नेवाला कुराहरू डिल गर्नेछौँ। ल अब लागौँ है त। इकोनोमिक्स भन्दा बित्तिकै एउटा कुरा दिमागमा आउँछ क्या, किन हामीले चाहेको सबै डिमान्डहरू सबै विसहरू फुलफिल गर्न सक्दैनौँ। त्यसको एउटा मात्र कारण हामीले बुझ्न सक्छौँ इकोनोमिक्सबाट, स्क्यार्सिटी। किनकि हामीसँग लिमिटेड रिसोर्सेस छ, पैसा लिमिटेड छ, ह्युमन क्यापिटल लिमिटेड छ, नेचुरल रिसोर्स लिमिटेड छ। सो हामीसँग भएको लिमिटेड रिसोर्सेसहरूलाई हामी कसरी युज गर्ने, हामीले कसरी बेटर डिसिजन लिने भन्ने कुरा नै हाम्रो डेली लाइफमा युज हुने इकोनोमिक्स र मार्केटमा युज हुने इकोनोमिक्स र सिम्पलेस्ट वेमा इकोनोमिक्सको परिभाषा दिँदाखेरि इकोनोमिक्स इज द स्टडी अफ हाउ इकोनोमिक एजेन्ट, त्यसमा चाहिँ कन्ज्युमर, प्रड्युसर, एजेन्ट, फाइनेन्सियल सेक्टर, फरेन सेक्टरहरू पऱ्यो, तिनीहरूले चाहिँ कसरी आफ्नो भएको लिमिटेड रिसोर्सेसहरू युज गर्छ, कसरी डिसिजन लिन्छ र आफ्नो युटिलिटी, आफ्नो सेटिस्फ्याक्सन चाहिँ म्याक्सिमाइज गर्छ भन्ने कुरा आउँछ। सो स्क्यार्सिटी अफ रिसोर्सकै कारण हजुरहरूले हजुरको विस वान्टहरूमा चाहिँ हजुरहरूले चोइस गर्नुपर्ने हुन्छ, जहाँ चाहिँ अब तपाईँले एउटा चोइस चुज गर्नुभयो भने अर्को गिभअप गर्नुपर्ने हुन्छ। जुन गिभअप गर्नुभएको छ त्यो कस्ट चाहिँ अपर्च्युनिटी कस्टमा आउँछ, जुन त्याग्नु भएको छ त्यो अल्टरनेटिभ चाहिँ तपाईँको अपर्च्युनिटी कस्टमा आउँछ। इक्जाम्पलको लागि तपाईँसँग 1000 रुपियाँ छ, तपाईँलाई जुत्ता पनि चाहिएको छ, सर्ट पनि चाहिएको छ। इफ हजुरले त्यो 1000 रुपियाँ सर्ट चोइसको लागि दिनुभयो भने हजुरहरूले जुत्ता किन्न सक्नु भएन, त्योवाला चाहिँ हजुरको अपर्च्युनिटी कस्ट हुन आउँछ। अहिले चाहिँ हामीले इकोनोमिक्स भनेको के हो भन्ने कुरा बुझ्यौँ। अनि स्क्यार्सिटी अफ रिसोर्सले कसरी इकोनोमिक्सको अवधारणा ल्याउँछ, कसरी हामीले चाहिँ हाम्रो वान्टहरू विसहरूमा चोइस गर्नुपर्छ र हामीले चाहिँ अपर्च्युनिटी कस्ट पनि बियर गर्नुपर्छ भन्नेवाला साथै नथिङ इज इन फ्री लन्च भन्ने कुरा बुझ्यौँ। अब चाहिँ हामीले चाहिँ इकोनोमिक्सलाई दुईवटा भागमा बाँड्नु पर्दा, एउटा चाहिँ माइक्रो इकोनोमिक्स, अर्को चाहिँ म्याक्रो इकोनोमिक्स। माइक्रो इकोनोमिक्समा यसले के कुरालाई फोकस गर्छ भने इकोनोमिक एक्टिभिटी लाइक कन्जम्सन, प्रोडक्सन, डिस्ट्रिब्युसनहरू, इकोनोमिक एक्टिभहरू चाहिँ माइक्रो लेभलमा, लाइक एउटा इन्डिभिजुअल, एउटा फर्म, त्यस्तो कुराहरूको चाहिँ इकोनोमिक बिहेभियर एनालाइसिस गर्छ, स्टडी गर्छ चाहिँ माइक्रो इकोनोमिक्समा। म्याक्रो इकोनोमिक्सले चाहिँ मेनली फोकस गर्ने भनेको यसलाई चाहिँ यसको भ्यू के हुन्छ नि, होल इकोनोमीलाई अब्जर्भ गर्छ, त्यहाँको प्याटर्न, त्यहाँको बिहेभियरहरू कसरी चलिरहेको छ एग्रिगेट लेभलमा यसले चाहिँ भ्यू गर्ने हो, जसमा चाहिँ हामीले हाम्रो इकोनोमी रिलेटेड इन्फ्लेसन, अनइम्प्लोइमेन्ट, एग्रिगेट डिमान्ड, मनी सप्लाई एन्ड इकोनोमिक ग्रोथ, इकोनोमिक डेभलपमेन्ट जस्तो भेरिएबलहरू देख्न पाउँछौँ। आजको भिडियोलाई कन्क्लुड गर्दा हामी चाहिँ के कन्क्लुजनमा पुग्छौँ भन्ने कुरा चाहिँ यस क्वेसनको एन्सर आउँछ, वाइ इकोनोमिक्स म्याटर। किन इकोनोमिक्स म्याटर गर्छ त भन्दाखेरि यसको लागि चाहिँ हामीले कन्सेप्टहरू बुझिसकेका छौँ। सो सिम्पलेस्ट वेमा वाइ इकोनोमिक्स म्याटर भन्ने कुराको एन्सर दिँदाखेरि हामीले चाहिँ बुझ्नुपर्ने कुरा, हामीसँग अनलिमिटेड वान्टहरू हुन्छ, लिमिटेड रिसोर्सेसहरू हुन्छ, अनि यो लिमिटेड रिसोर्सेसहरूलाई हामीले चाहिँ प्रायोरिटाइज गरेर हामीले हाम्रो वान्टहरू हाम्रो कसरी पुरा गर्ने अनि आफ्नो रिसोर्स एलोकेट गरेर बेस्ट डिसिजन, इफिसियन्ट डिसिजन कसरी लिने भन्ने कुरा सिकाउँछ इकोनोमिक्सले। खास हामीले स्टडी गर्ने कुरा त्यही नै हो। अनि मार्केट अनि इन्डिभिजुअल लेभलमा, माइक्रो एन्ड म्याक्रो लेभलमा मार्केट चल्ने भनेको नै चोइसहरू चुज गर्ने अनि इफिसियन्ट डिसिजन। आजलाई यति नै। हजुरहरूलाई कुनै टपिक रिलेटेड भिडियोहरू चाहिएमा हजुरहरूले कमेन्ट गरिदिनु होला, म त्यो रिलेटेड भिडियोहरू लिएर आउनेछु। अनि इफ भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।